दोहोरिएको छ। यो अवधिमा विभिन्न चुनौतीका बावजुद पनि विकास निर्माणका कार्य सञ्चालन भइरहेका छन्। केही योजना निर्माण भइसकेका छन् भने केही निर्माणको अन्तिम चरणमा छन्। सडक पूर्वाधारको अवस्था सुधारिँदै गएको छ। जनताका अपेक्षा र नगरको विकास आर्थिक वर्ष यो 80-81 मा हामीले जुन नागार्जुन नगरपालिकाको नगरसभाबाट पारित भएका योजनाहरूको सन्दर्भमा कुरा गर्दा हामीले विशेष गरेर नगरपालिकाले प्रवाह गर्ने जुन सेवा सुविधा छ, भौतिक पूर्वाधारको विकासलाई नै प्राथमिकतामा राखेको छ। विशेष गरेर चाहिँ यो सडक स्तरोन्नतिका कुराहरू, पार्क निर्माणका कुराहरू, त्यस्तै गरेर खेलकुदका पूर्वाधारका कुराहरू भयो, त्यस्तै गरेर पर्यटकीय पदमार्ग लगायतका यावत विषयहरू छन्। अब यसमा चाहिँ नगरपालिकाको कार्यक्षेत्र व्यापक भएको कारणले गर्दाखेरि चाहिँ अब विशेष गरेर हाम्रो प्राथमिकता चाहिँ सडक, त्यस्तै गरेर चाहिँ यो गोरेटो लगायतका बाटोहरू पनि छन्, भित्रभित्रको टोलका बाटोहरू छन्, यसलाई चाहिँ सुधार गर्ने, सरसफाई, त्यस्तै गरेर चाहिँ व्यवस्थित ढल निकासका कामहरू हामीले यसलाई चाहिँ प्राथमिकतामा राखेका छौँ। त्यस्तै गरेर खुला क्षेत्र प्रवर्धन, त्यस्तै गरेर सार्वजनिक जग्गाहरूमा चाहिँ पकेट पार्कहरू निर्माण गर्ने, व्यायामशाला सहितको चाहिँ पकेट पार्कहरू निर्माण गर्ने भन्ने हाम्रो योजना छ। त्यस्तै गरेर हामीले अहिले स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नका लागि पनि यो गैर सरकारी संस्थाहरूसँगको सहकार्यमा चाहिँ करिब 4 ठाउँमा चाहिँ निर्माण गर्न सकिन्छ कि भनेर पूर्व सम्भाव्यता अध्ययन पनि भइसकेको छ। सम्भवतः 4 ठाउँमा नै नभए पनि कम्तीमा 2 ठाउँमा चाहिँ हामी यसै वर्षभित्र नै निर्माण गरिसक्ने भन्ने हाम्रो प्रारम्भिक चाहिँ अनुमान छ। त्यस्तो भयो भने चाहिँ हाम्रो सार्वजनिक शौचालयहरू चाहिँ व्यवस्थित, त्यस्तै गरेर सरसफाइयुक्त सार्वजनिक शौचालयहरू निर्माण गर्ने भन्ने हाम्रो योजना भयो। त्यस्तै गरेर सामाजिक शाखा अन्तर्गत हुने कार्यक्रमहरू, त्यस्तै गरेर चाहिँ विपद व्यवस्थापनका कामहरू, हैन, यी कामहरू त रेगुलर हुने कामहरू नै भए र विशेष गरेर चाहिँ यो चाहिँ भूमिगत चाहिँ जल सतहलाई चाहिँ माथि उकास्नका लागि चाहिँ हामीले रिचार्ज पोखरीहरू खन्ने लगायतका कामहरू पनि अहिलेको बजेटमा छ। त्यस्तै गरेर अब हामीले महिला तथा बालबालिकाको क्षेत्रमा, त्यस्तै गरेर चाहिँ कृषि तथा पशु विकासको क्षेत्रमा चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतकै शाखागत कार्यक्रमहरू चाहिँ सञ्चालनमा छन्। नगरमा सञ्चालन भएका हरेक योजना जनप्रतिनिधि र कर्मचारी एक आपसमा मिलेर पारदर्शी ढङ्गले सम्पन्न गर्ने गरेका छन्। जनप्रतिनिधिज्यूहरूसँग चाहिँ हामीले समन्वयमा सहकार्यमा काम गरेका छौँ। किन भन्दा जनप्रतिनिधिज्यूको र कर्मचारीहरूको चाहिँ उद्देश्य भनेको नै सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने, नगरपालिकाले चाहिँ विकास निर्माण सेवा प्रवाह लगायतका कामहरूमा चाहिँ जे जस्ता योजनाहरू बनाउँछ, निर्णय गर्छ, ती योजनाहरू त्यसै गरेर निर्णयहरूलाई चाहिँ कसरी जनमुखी, कसरी चाहिँ पारदर्शी, उत्तरदायी बनाउने भन्ने हिसाबले नै काम गर्ने र दुवै पक्षको चाहिँ गन्तव्य एउटै भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूसँगको एकदमै राम्रो सहकार्य समन्वयमा नै हामीले काम गरेका छौँ। त्यस्तो अविश्वास हुने, आरोप प्रत्यारोप लगायतका धेरै कुराहरू अन्यत्र सुनिए पनि यहाँ चाहिँ त्यस्तो समस्या छैन। सौहार्दपूर्ण वातावरणमा नै काम भइरहेको छ। नगरपालिकाले जनतालाई दिने हरेक सेवा सुविधा प्रविधि मैत्री छ। हाल नगरपालिकाको नयाँ भवनबाट प्रशासनिक सेवा सुचारू हुँदै आइरहेको छ। नगरपालिकाका सार्वजनिक सेवा प्रवाह हुने सबैजसो ठाउँमा ई हाजिरीको व्यवस्था गरिएको छ। अब हामीले यो नयाँ प्रशासनिक भवनबाट सेवा अनौपचारिक हिसाबले सेवा प्रवाह सुरु गरेको त करिब 2 महिनाभन्दा बढी भए पनि अब औपचारिक हिसाबले सबै शाखाहरू चाहिँ मुख्य प्रशासनिक भवनबाट नै सुरुवात गरेको चाहिँ करिब 1 महिना हुन लाग्यो र यसमा चाहिँ यो नयाँ प्रशासनिक भवन बनिसकेपछि चाहिँ सेवाग्राहीहरूलाई सबै शाखाहरू, हैन, सबै विषयगत शाखाहरू, त्यस्तै नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकारीलाई भेट्ने लगायतका हरेक खालका क्रियाकलापहरू चाहिँ एउटै छानामुनिबाट हामीले दिन पाउँदा चाहिँ हामीलाई
पहिलाको भन्दा चाहिँ बेटर सर्भिस डेलिभरी गर्न सकेका छौँ भन्ने हामीले विश्वास लिएका छौँ। र जब यहाँले प्रविधिको कुरा गर्नुभयो, प्रविधिको कुरा गर्दा चाहिँ हामीले राजस्व लगायतका अन्य सेवामा पनि हामीले बिस्तारै आइटी फ्रेन्डली बनाएका छौँ। सफ्टवेयरहरू मार्फत चाहिँ हामीले सेवा प्रवाह गर्छौँ। त्यो हुँदाखेरि चाहिँ काम कारबाहीहरू नगरपालिकाले दिने सेवाहरू चाहिँ छिटो सरितो हुने, त्यस्तै गरेर हाम्रा चाहिँ अभिलेखहरू चाहिँ सुरक्षित राख्न पनि हामीले सुरुवात गरेका छौँ। त्यस्तै नयाँ प्रशासनिक भवन आइसकेमा हामी सरिसकेपछि चाहिँ हामीले नगरपालिकामा मात्रै नभएर वडा कार्यालय, स्वास्थ्य संस्थाहरू, त्यस्तै गरेर सार्वजनिक विद्यालयहरूमा चाहिँ हामीले यो हाजिरीको सुरुवात गरेका छौँ। यो अहिले चाहिँ हामीले केही छोटो समय चाहिँ हामीले अहिले यो चाहिँ भनौँ न प्र्याक्टिकलको लागि भनेर छोटो समय दिए पनि अब हामी छिट्टै केही दिनमा नै हामीले अब यसलाई अनिवार्य रूपमा चाहिँ हाजिरीको प्रबन्ध चाहिँ मिलाएका छौँ। त्यस्तै गरेर हामीले डिजिटल नागरिक बडापत्रको पनि अब हामीले प्लान गरिरहेछौँ। हाम्रो कामहरू भइरहेको छ। अब यो डिजिटल नागरिक बडापत्र आइसकेपछि पनि सेवाग्राहीहरूलाई थप सहज हिसाबले चाहिँ सेवा प्रवाह हुने भन्नेमा हामी विश्वस्त छौँ। जनतालाई उत्कृष्ट सेवा प्रवाह गर्न नगरपालिका सधैँ तत्पर रहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी। जनताको सल्लाह सुझाव अनुसार नै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने उहाँको प्रतिबद्धता छ। अब हामीले नगरपालिकाले प्रवाह गर्ने सेवालाई कसरी चाहिँ प्रभावकारी बनाउन सकिन्छ, कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने विषयमा नै हामी चिन्तित छौँ। हामी त्यसमा चाहिँ लगातार काम पनि गरिरहेका छौँ। र यहाँहरूले चाहिँ नगरपालिकाले चाहिँ के कस्ता कार्यक्रमहरू गरे हुन्थ्यो, कस्ता कस्ता चाहिँ प्रविधिहरू प्रयोग गरेर सेवा प्रवाह गर्दा चाहिँ प्रभावकारी हुने थियो भनेर यहाँहरूले चाहिँ निरन्तर हामीलाई फिडब्याक सल्लाह सुझाव दिन सक्नुहुन्छ। त्यस्तै गरेर नगरपालिकाको वडा कार्यालय, त्यस्तै गरेर स्वास्थ्य संस्थाबाट हैन, त्यसै गरेर नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा चाहिँ हामी बेटर सर्भिस डेलिभरी गर्नका लागि चाहिँ हामी प्रयासरत छौँ। र हाम्रो प्रयासमा पनि अझै केही सुधार होस् अथवा यस्तो तरिकाले गर्न सकिन्छ भन्ने खालको यहाँहरूको सम्पूर्ण नगरवासीहरूको सल्लाह सुझाव अनुसार नै हामी अगाडि बढ्ने हो। यसबाट नै हामीलाई क्रमशः सफलता मिल्दै जान्छ र यहाँहरूका सल्लाह सुझावहरूलाई चाहिँ हामी ग्रहण गर्दै अगाडि बढ्नेछौँ भन्ने अपेक्षासहित आगामी दिनमा हामीले प्रवाह गर्ने सेवालाई थप चुस्त दुरुस्त बनाउनको लागि हामी अत्यन्तै प्रतिबद्ध छौँ भन्ने बेहोरा म यहाँहरू सम्पूर्णलाई निवेदन गर्न चाहन्छु।